हो हाम्रो यात्रा चाहिँ सिन्धुलीतिरको हुँदैछ। हामी दुईजना दाजुभाइ दाइ पुरै छन् ज्याकेट स्याकेट लगाएर। यहाँबाट चाहिँ 124 किलोमिटर रहेको छ सिन्धुली। आजको हाम्रो यात्रामा उहाँ नै हो राइडर। उहाँसँग नै राइड हान्छु भनेर भन्दै हुनुहुन्छ के अरे के हुन्छ। सकिन्छ नि फ्युल भरेर। अहिले चाहिँ हामी यो बागमती खोला पुलमा पुगेको छौँ। यो चाहिँ यो कुन गाउँपालिका पर्छ दाइ? बागमती गाउँपालिका र उसको सिन्धुलीको सिमानामा पर्यो होइन। अहिले चाहिँ हामी त्यहाँ आएको छौँ। यो पुल चाहिँ एकदमै लामो छ। अनि यहाँ अर्को त्योभन्दा नि विशेष कुरा चाहिँ यो चाहिँ बागमती खोला भयो। अझै पनि यहीँ यस्तो फोहोरको यो खिचहरू देखिन्छ खोलाहरू पनि। त्योभन्दा नि यहाँ यसको एउटा विशेष कुरा चाहिँ के छ भन्दाखेरिमा यो खोलाको बिचमा चाहिँ मान्छेहरूले यहाँ मकै लगाएको छ। हामी यहाँ हेर्न सक्छौँ मकै मजाको फलेको छ। मकै लगाएको रहेछ ठ्याक्कै खोलाको बिचमा छ। कस्तो भइरहेछ दाइ? बाल चक्का कस्तो रहेछ त्यो हाम्रो बागमती? यस्तो राम्रो कुरै नगर। यो बिचको मकैले झन् मनै खायो कि मनै खायो है। मकै पनि खान पाए हुन्थ्यो। अनि मलदल पनि मजाको पायो कि यसले बागमतीको खोलाको होइन। मान्छेको सबको मलै छ। हेर यस्तो मजाको छ। हाम्रो राजीव दाइले पुरै 80-90 हान्दै आछन् होइन। पुरा अरूलाई नकुदा भन्ने त्यसरी कुदाइरहेछन्। गइरहेको अवस्था छ। कस्तो त खाना? एकदम मिठो छ। अझै हामी सिन्धुलीको के नाम थियो स्माइल के भन्ने चाहिँ होटलमा आएर खाना खाँदैछौँ। 12 बज्यो, 12 होइन 11:30 बज्यो। अनि खाना खाएर हामी चाहिँ अनि कडीतिर लाग्छौँ। अनि भयो त्यसपछि
यतातिर लाग्यो यतातिर बनाउनु यो चाहिँ हामी अहिले कहाँ रे यो सिन्धुलीगढी आएका छौँ। सिन्धुलीगढी यहाँ चोकमा अब दुई तिनवटा ठाउँ छ, यहाँ दुई तिनवटा ठाउँ जाने रहेछ। सिद्ध बाबा मन्दिर, सानो गढी, ठुलो गढी के छ। बिजन दाजु अनि कस्तो भइरहेछ दाइ? बाबा राम्रो छ ठाउँ, बाटो त धेरै राम्रो छ है। बाटो त बगाल छ। लाली गाछहरू पनि अलिअलि देखिन्छ कि भन्ने लागेको छ। अगाडि बढौँ। यो चाहिँ हामी अहिले ठुलो गढीतर्फ सङ्ग्रहालय पनि रहेछ, युद्ध सङ्ग्रहालय, त्यसको अवलोकन गर्न हामी जाँदैछौँ। बुम यहाँ चाहिँ यो मूर्ति बनाउने काम भइरहेछ। कालीगढहरूले मजाले मूर्तिहरू, यो युद्धकालीन मूर्तिहरू बनाइराख्नु भएको छ। हामी चाहिँ अहिले सिन्धुलीगढी दरबारबाट 2 किलोमिटर तल सेल्फी डाँडा भन्ने ठाउँमा छौँ।